पर्सनले त छोडेर हिँड्यो नि भाइ 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 मेरा भाइ मलाई त छोड्न मन लागेन नि मलाई त माया छ नि त मेरो नेपालीको मन लागेर त उनीहरूलाई झन् कति रुन मन लाग्यो होला भने बात त सही है त्यो हर्का सामका त्यो अपराधीको बाबुको सम्पत्ति दिएन गाउँ पनि वानी धरक्कै रुवा हामी यति बेला चाहिँ ट्याक्कै थापाथैलीमै छौँ गाइज त्यो पारी देखिरहनु भएको छ हजुरहरूले भत्काइराखेको छ डोजरले भने हामीलाई चाहिँ यता पारी जान दिनु भएन उता हाम्रो शस्त्र टोलीहरूले भनौँ अब बालेन्डको टिमहरूले भनेपछि हामी यता वारी छौँ वारीबाट सर्लक्कै देखिसकिन्छ पारिपट्टि यसरी हान त अलिकति पारी जान हामी नसकेर हामी वारीबाट खिचिरहेको छौँ तपाईँले देख्न सक्नुहुन्छ यो भयो अनि यहाँ पारीबाट हेर्ने चाहिँ हाम्रो दर्शकहरू गाइजहरू हो डोजरले भक्का काम गरिरहेको छ गाइज भने यता पारीबाट नि मैले भनिसकेँ अघि नै पारीबाट चाहिँ भिडियोहरू बनाउने हेर्ने दर्शकहरू चाहिँ धेरै छन् भित्र चाहिँ त्यहाँ आर्मी पुलिस शस्त्र भनौँ न शस्त्र पुलिसहरू चाहिँ हुनुहुन्छ भित्र हामी यतै छौँ हाम्रो तर नजिकै गएर खिच्नु चाहिँ कहिदियो सायद राम्रै हुन्थ्यो होला र पनि अब यतातिर पारीबाट हेरेर भने चित्त बुझाइराख्नु भयो हेर्दै जाउँ अब यहाँ पनि फेरि इन्टरभ्यू रहेछ एउटा कम्युनिटी सोसाइटीबाट अब त्यसमा हेर्नु पर्ने हुन्छ ल है हेर्नेहरू कति होला म भोलिदेखि आउँछ अरे पहिला कस्तो थियो यार अहिले कस्तो भइदियो सेट पहिला कस्तो थियो यता पनि छाता वरिवरि जियोस् छ यिनीहरूले रिपोर्ट गरेर खान् चुपचाप घंटी छाप हेठौड़ा के बाद में बिरगल साहब आ कलिया डर के मारे चिल्लाई था बाप रे बाप
यसलाई डाँडो तपाईँले भन्नुहुन्छ ढुङ्गाले हालेर यहाँ काट्दै अहिले किनभने यहाँ ऊ त्यो महेशबाहेक बलात्कारी बोलिरहेछ विरुद्ध यहाँ सुकुमासी बोल्दा भनेर सुकुमासीलाई डर अनि दुर्गा बसाइ सुकुमासी के जग्गा गर्ने सुकुमासी हर्का सामनामा त टिक्न दिनु हुँदैन त्यो हर्का सामना त्यो अपराधीको बाबुको सम्पत्ति दिएन गाउँ पनि उहाँ नि धरक्कै रुवाको अर्को छिमेकीहरूलाई अर्का घर जग्गा अडापे होइन त उहाँ धरानमा पनि अडाप्न पाइन्छ अर्का जग्गा अनि अर्का जग्गा अडापे होइन त उहाँ नि तिमीहरू रोयो मासाले तपाईँले भन्नुहुन्छ नि म द्वन्द पीडित म माओवादीले हत्या गरेको पीडित है मेरो श्रीमान दाजु 13 वर्ष बच्चा मारेको हामी यहाँ आएर हटेर हामी गाउँमा धनी मान्छे थाहा छ मैले द्वन्द पीडितको मुद्दा सर्वोच्च पुर्याएको छु अहिले किनभने नि पर्सनले त छोडेर हिँड्यो नि मलाई त छोड्न मन लागेन नि मलाई त माया छ नि त मेरो नेपालीको एक दिन कारबाही होला एक दिन हत्यारालाई कारबाही होला त्यो भैरनाथ गनको सुन मान्छे रिया होला एक दिन हड्डी भयो नि त्यो जनताले भेट्ला भनेर बसेको छु यहाँ ठिक्क पार्ने होइन म आन्दोलनमा उत्रेर कतिचोटि हिरासतमा मलाई थुनेका पर्चन लिएर केपी ओली शेरबहादुर देउवाले सिटोलाले मलाई थुक्नु तपाईँले के भन्छ मैले 12,000 मेरै मान्छे मारे मेरो मान्छे मारेको छ हजुर कारबाही गर भन्दाखेरि मलाई समातेर जेलमा हालियो भन्नु ढोका बसेको छु म मेरो प्रमाण छन् मलाई हातकोडी लाएर 12,000 ढड्डी राखिदिएको मेरो सर्वोच्च छन् मुद्दा त्यही भएर मान्छेहरू नि एक दिन सत्यको विजय हुन्छ पुर्या छौँ के एक दिन त्यो रोलपालीको जनताले गुखाएर त्यहाँ मान्छे कति मार्छ किन जिताएर पठाएको प्रचण्डको छाला उधारेर पठाउनु पर्ने त्यहाँ मासु र भात खाने अपराधी गिठा हो गिठाहरूले त्यहाँबाट जिताएर पठायो त्यही भएर हामीलाई अलिकति गाह्रो छ कि त्यसले बिगार्न खोजिरहेको छु यहाँ त्यो हानेको त्यसले उचालिरहेछ त्यो र सर हर्का सामुले यहाँ बिगार्न लागिरहेछ कि त्यो बिगार्न दिनु हुँदैन त्यो हर्का सामुलाई प्रचण्डलाई केपीओलीलाई कारबाही गर्नुपर्छ सबै मिलेर किनभने यहाँ त्यसले कुटाइ खानुपर्छ सती चुर्नु त्यसलाई थुन्नु पर्थ्यो अस्ति सुदो गुरुङलाई विपत्ता उसले सेयर यिनीहरूले करोडको सेयर हालेको छ यिनीहरूले लुटेर घरमा पैसा डोडो त्यसले हाल्यो होला नि त्यस्तो धनी बाबुको छोरा गाउँमा बसेको कतिको खोला थुनेर काम बनाइदिएको कतिजनाले हाम्रो संरचना विरोध आज उसको गाउँमा कारबाही गर्नुपर्छ यसलाई हत्याराहरूलाई कारबाही गर्नुपर्छ यी हत्यारा हो नि प्रचण्ड केपी ओलीका शेरबहादुर देउवाका मतिहार हो नि अब यहाँ जस्तै त्यहाँ पनि बनिनु पर्यो अनि सबैलाई हिँड्न सक्यो अब यो सिद्ध्याएपछि कल कारखाना खोल्नुपर्छ त्यो लुटेका पैसा ल्याएर तिनलाई जेल हाल्नुपर्छ अनि हामीले न्याय पायौँ नि अनि गाउँघर अब चला कुकुर लिएर कुन चाहिँ पार्टी भनेर जाँदो रहेछ अब गाउँघर कुकुरले हाल्नु किन गाडी भाडा अब त्यो घर भत्किँदाखेरि हजुर रुनु मन लागेन रुन मन लागेर चाहिँ उनीहरूलाई झन् कति रुन मन लाग्यो होला भने ए तपाईँहरू कहाँ हाम्रो त गोर्खातिर कसैको उता हामी नि यस्तै कोठा गऱ्यो तर उनीहरू चाहिँ सुकुम्बासी भएर बसे धनी मान्छे नि सुकुम्बासी गरिब नि सुकुम्बासी धनीको चाहिँ जता नि घर र घडेरी गरिबलाई चाहिँ अहिले त नि पार्दैन हजुरलाई कस्तो लाग्यो आमा भत्काएको राम्रो कि नराम्रो नराम्रो राख हो र कठैबरालाई कति ढुङ्गा डरलाई कति गिटी ढुङ्गा गरेर बनाएर बसेको मान्छेलाई यसरी भताङ भुतुङ पारिदिँदा कता रमाइलो र नरमाइलो रुन मन लाग्यो हामीलाई हामी बसे ठाउँ नभत्किए नि हेरे कठै त्यो भोरा होला बुढी आमाहरू थियो होला यी हिजै नदिए भन्थ्यो यो पापी सरकारहरूले अनि गर्छ अहिलेको सरकार त राम्रो हो नि आमा यत्रो यो सरकारी जग्गाहरूमा बनाइराख नि यसलाई सरकारी बनाउने आमा सरकारी जग्गा हो नि त आमा यो सरकारी जग्गा हो नि तपाईँहरूलाई त्यो सुनबासी कहीँ के भाडा दिन्छ नि निवेदन दिएको कि छैन अब यिनीहरूलाई नै दिन्छ त निवेदन दिएको छ कि छैन हामी सुकुम्बासी हो कतै केही छैन त्यहाँ छ कि छैन पहिलो जन्मस्थान तपाईँहरूको कहाँ हो पहिला गोर्खा हो गोर्खाहरू उहाँ केही पनि छैन